नमस्कार सबैलाई। आज विशेष गरेर यो भिडियो हामी किन रेकर्ड गरिरहेका छौँ भने जुम्लामा विशेष गरेर जुम्ली जनताबाट प्रगास्त हुनुभएका तारा चिन्हका केही साथीहरूले चाहिँ जुम्लामा विपना नेपालीलाई चाहिँ सांसद बनाएनन् ज्ञानेन्द्र साईले, अनि उनले जानाजान गरेनन्, अपमान गरे भन्दै भिडियो बनाउनु भएको छ। विशेष गरेर नरेश भण्डारी दाजुकी भाइ बुहारी सङ्गीता आचार्य सहितको टिमले चाहिँ त्यो फन्डा अहिले जुम्लाभरि चलाउनु भएको रहेछ। तपाईहरूको त्यो फन्डाले काम गर्नेवाला छैन। म तपाईँलाई अपिल गर्न चाहन्छु, सत्य कुरा र यथार्थ र धरातलमा टेकेर हामीले कुनै पनि कुराहरू गर्नुपर्ने हुन्छ। अहिले देशैभरि राप्रपाको जनमत कति आयो? हामीले 4 सिट प्राप्त गर्यौँ। 4 सिट भनेको कति हो? 3% भन्दा माथि र 4% भन्दा कम भोट प्राप्त गर्यौँ। हाम्रो भोटै आएन। देशभरिको दलित समुदायबाट 1 नम्बरमा मिनाबिका हुनुहुन्छ राप्रपाको बन्द सूचीमा, र पिछडिएको क्षेत्रबाट 1 नम्बरमा को हुनुहुन्छ? विपना नेपाली हुनुहुन्छ। ल यो क्लस्टरमा हेर्नुहोस् त, पिछडिएको क्षेत्रको हामीलाई निर्वाचन आयोगले पठाएको पत्रमा तपाईँले 1 जना सांसद पनि राख्न पाउँदैन भनेर हामीलाई स्पष्ट 0 लेखेर पठाइदिएको छ। अब हामीले कहाँबाट पठाउँ? निर्वाचन आयोगको नीति नै नभइसकेपछि हामीले कहाँबाट बनाऊँ? ल हेर्नु, स्पष्ट हामी पढौँ। पिछडिएको क्षेत्रको कोटा कायम नहुने भनेर 4वटा सिट आउँदाखेरि सबभन्दा पहिला त्यो हामीले क्लस्टरमै देखिसक्यौँ। दोस्रो, समावेशी समूहमा अघिल्लो क्रम मिचेर पछिल्लो क्रमको व्यक्ति ल्याउन नपाइने भनेर निर्वाचन आयोगले स्पष्ट पत्र गरेको छ, त्यो पनि नपाइने। दलित समुदायबाट न्यूनतम 0, त्यो हिसाबले तपाईँले हामीले नपाउने। दलित महिलाको क्रममा 1 नम्बरमा मिनाबिका र दोस्रोमा विपना नेपाली हुनुहुन्छ। यदि हाम्रो 5 सिट आइदिएको भए, 6 सिट आइदिएको भए, बरु हामी मिनाबिकालाई पनि सांसद बनाउँथ्यौँ, विपना नेपालीलाई पनि हामी बनाउँथ्यौँ। 2टा दिन सकिन्थ्यो, तर जनताले त दिएनन् नि त हामीलाई। जनताले भोट नदिएपछि हामीले कहाँबाट ल्याउँ? हामीले खल्तीबाट बनाउने त होइन। अब यो पनि पढौँ है एकछिन। म यो सङ्गीता आचार्य लगायतका हाम्रो नरेश दाजुको भाइ बुहारी ज्यू, तपाईँ पढे लेखेको मान्छे हो, तपाईँ पढ्नु भएको छ, तपाईँ अहिले खेलकुद समितिमा पनि जागिर खानु भएको छ, तर मलाई शङ्का लागिरहेको छ कता कता तपाईँ पढेर लेखेर त्यहाँ पुग्नु भएको हो कि पावर र शक्तिमा जानुभयो? यदि पढे लेखेको मान्छे हो भने तपाईँले निर्वाचन आयोगको वेबसाइटमा गएर पढ्दा हुन्थ्यो। तपाईँलाई यदि त्यो आउँदैन भने तपाईँलाई म अनुसूची 28 पढ्नुहोस्। अनुसूची 28मा 10% भन्दा कम सिट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधि सभा गराउनु पर्ने विभिन्न समावेशी समूहको बाँडफाँड भनेर निर्वाचन आयोगले पुरै हामीलाई पत्र पठाएको छ। त्यसमा आदिवासी हामीले कति सिट प्राप्त गर्यौँ? 4 सिट प्राप्त गर्यौँ। 4 सिटमा आदिवासी जनजातिबाट 1 जना राख्नै पर्ने भनेर हामीलाई बाध्यता गरेका छ। त्यसपछि खसारेबाट 1 जना कम्पलसरी, 2 जनासम्म राख्न पाउने भनेको छ। त्यसपछि गइसकेपछि तपाईँको थारू समुदायबाट राख्न पाउँदैन भनेर 0 राखिदियो। त्यसै गरी दलितबाट राख्न पाउँदैन भनेर 0 राखिदियो न्यूनतम। त्यसरी मधेसी समुदायबाट पनि हामीलाई 0 राख्यो। हामीले मधेसी र मुसलमान 2टा मिलाएर 1 बनाएर हामीले पठायौँ 4वटा सिट। पिछडिएको क्षेत्रबाट हामीलाई के भनेको छ? 0 भनेर राखिदिएको छ। यो पत्र पढ्नुहोस्। सङ्गीता आचार्यज्यू, तपाईँ पढे लेखेको मान्छे हुनुहुन्छ, म त व्यक्तिगत गइन। हामीले नीति नियम र ऐनमा बसेर काम गर्नुपर्ने हुन्छ। अन्य ठाउँका दलित समुदायले पाएर हाम्रो विपना नेपालीले नपाइदिएको भए तपाईँले हामीलाई प्रश्न गर्नु स्वाभाविक हो। र फेरि राप्रपाको 6 सिट आएर निर्वाचन आयोगले दिएको मापदण्ड नागेर हामीले नबनाइदिएको भए पनि तपाईँले हामीलाई भन्नुपर्ने स्वाभाविक हुन्थ्यो। तर हाम्रो 4 सिट आयो। 4 सिटमा निर्वाचन आयोगले बाँडेको बाँडफाँडको जुन यो तालिका हेर्नुहोस् त, यो माथिको तालिका हेर्नुहोस्, यो तलको तालिका हेर्नुहोस्। विपना नेपालीजीको, हाम्रो विपना बहिनीको निर्वाचन आयोगमा पठाएको हाम्रो मतदाता नम्बर 23 83 27 55 नम्बर मतदाता नम्बरमा उहाँ 2 नम्बरमा हुनुहुन्छ, पिछडी क्षेत्रको 1 नम्बरमा हुनुहुन्छ। हाम्रो पार्टीले भोट नल्याएपछि अब के गर्ने हामीले? त्यो भए हुनाले कोही यसपटक भएन त अर्को पटक भन्छन् नि। र आज बलबहादुर बस्याललाई हामीले त कमसेकम दलितको छोराछोरीले पनि जुम्लामा सांसदको समानुपातिक टिकट पाउँछ भन्यो, तर तिमीहरू हतियार उठाएर आएकाहरूले गाउँपालिकाको अध्यक्षको टिकट दिन सकेका छैनौ अहिलेसम्म। एउटा वडा अध्यक्षको टिकट दिएको थियो खल्लाबाट, त्यही पनि तिमीहरू मिलेर हरायौ। यहाँ ठुलो कुरा गर्नुपर्ने केही छैन। जब गाउँपालिका अध्यक्षको टिकट प्राप्त भयो त्यतिखेर आफ्नो बाउलाई टिकट दियो, तर गरिबमा दलितका कसैलाई दिएर नि त। हामीले सांसदको उम्मेदवार बनायौँ। हामीले अझ सिट आइदिएको भए हामी बनाउँथ्यौँ। र सिटै आएन त हामीले के गर्ने? भोटै आएन। त्यही भोट आइजला भनेर विपना नेपालीका श्रीमानलाई त्यसले मतदान केन्द्रमा कुट्यो। त्यसको चाहिँ हिसाब किताब गर्न बाँकी छ। त्यो हिसाब किताब कानुनी तरफले हामी गर्छौँ, हामी पछाडि हट्दैनौँ। यो स्पष्ट सबैलाई हो। त्यो भए हुनाले अहिले सबैलाई, विपना नेपाली बहिनीलाई, बलबहादुर बस्यालहरू सबैलाई र जुम्ला र देशभरिका दलित समुदायलाई मेरो अपिल छ, पोहोर साल हामीसँग 4 सिट आएपछि हामीले प्राप्त गर्न सक्यौँ, बनाइदियौँ। यसपटक आएन, हामीले
जनताले भोट नदिएपछि हामीले कहाँबाट बनाऊँ? त्यो भावनाले समानुपातिक त्यति आएन। त्यो क्लस्टरमा पर्न सक्ने हाम्रो मापदण्डै भएन र हामीले बनाउन सकेनौँ। आत्तिनु पर्दैन। अहिले साल अगाडि बढाएका छौँ, फेरि हामी सुरुवात गर्छौँ। अहिले मात्रै छैन, फेरि पनि चुनाव हुन्छ सबैतिर। तर म एउटा प्रश्न गर्छु, 10%, 10,000 भोट ल्याउनेले तीर्थ बुढालाई चाहिँ किन बनाउन सकेनौँ? त्यो चाहिँ प्रश्न आफैमाथि आफै गर। हस्, धन्यवाद।